हजुरहरू सबैलाई नमस्कार है। र एउटा ज्ञानवर्धक कुरा आज गर्न मन लाग्यो। त्यो के भनेदेखि चाहिँ अब हामी नानीहरूलाई पनि सोध्ने गर्छौँ हो। यो संसारमा चाहिँ कस्तो चिजलाई चाहिँ अब शक्तिशाली मान्ने भन्ने भयङ्कर मान्ने र त्यो प्रश्न राख्दा चाहिँ नानीहरूले के भन्छन् भनेदेखि घाम। सर घाम हो भयङ्कर भन्छन् हो। अब त्यो पनि उनीहरूको सोचाइबाट ठिकै हो। घाम पनि भयङ्कर हो। तर अब म चाहिँ मैले चाहिँ के पत्तो लगाएँ भनेदेखि चाहिँ अब जुन चाहिँ चिजलाई चाहिँ आँखाले देख्न सकिँदैन त्यो चाहिँ भयङ्कर हो भनेर चाहिँ म भन्दैछु। जस्तै अब हावा है, हावा चल्दाखेरि अब हावा चल्यो भन्छौँ हामी फिल गर्छौँ त्यो चाहिँ हो। अ, तर अब हावा देख्न सक्दैनौँ नि त। अन्त हावा बिना त केही पनि हुँदैन। अब हामी पनि बाँच्न सक्दैनौँ पनि हावाबिना होइन। यो बोट वृक्ष पशु प्राणी झार जङ्गल जे पनि छ त्यो त हावाबिना त हुँदैन। अनि अर्को चाहिँ अब पानी बग्नुको लागि हावा चाहियो, आगो बल्नुको लागि हावा चाहियो हो। त्यो सबै कुराहरू हावाले हुन्छ तर आँखाले देख्न सकिँदैन, देखिँदैन। अर्को कुरा अब भयङ्कर छ तर हावा है, हावाले गर्दा पानी पर्छ अब इभापोरेसन हुन्छ होइन। नभए हावा थिएन भने त अब पानी पनि पर्दैन। अन्त के गरेर अब खेतीपाती गर्ने हामीले के खाने होइन। वाटर साइकलै बन्द हुन्छ। त्यो भयो। अर्को भयो अब आँखाले देख्न नसकिने चिज अब अर्थक्वेक, भुइँचालो। अन्त भुइँचालो आयो भने चाहिँ यसो हेऱ्यो देखिँदै देखिँदैन हो। तर अब भुइँचालोले कस्तो अब मान्छेलाई डर हुन्छ है, एकैछिनमा तसमस पारिदिन्छ भुइँचालोले। आँखाले देख्न सकिँदैन तर भयङ्कर हो अब भुइँचालो, कसैले केही गर्नै सक्दैन। अर्को भयो माइक्रो अर्गानिजम, ब्याक्टेरिया भाइरसहरू। अब यो पनि आँखाले देख्न सकिँदैन हो। अब भाइरसकै कुरा गरौँ भनेदेखि अब कोरोना भाइरस। कोरोना भाइरसले अब कस्तो मान्छेलाई अब बिचल्नी बनायो होइन, कस्तो डर भयो सबैजनालाई। अन्त अब कस्तो कस्तो देशहरूसित अब डेभलप कन्ट्रीहरूसित है, अमेरिकाहरूसित अरू चाइना ठुल्ठुलो कन्ट्रीहरू उनीहरूसित अब थुप्रो हात हतियारहरू पुरा थियो। जस्तो भन्यो त्यस्तै हात हतियार थियो तर केही पनि कामै लागेन हो। अब कोरोनालाई के गर्ने अब देखिँदैन हो। देखिए पो आँखाले नदेख्ने चिज अब त्यसले चाहिँ त्यस्तो साह्रो पऱ्यो त्यति बेला हो। कतिजनाको ज्यान गयो। अब एकदमै डर भयो नि त। मास्कहरू लगाएर हिँड्नुपर्ने, जोगिनुपर्ने, नजिक है जानु नहुने, त्यस्तो के भयो कुराहरू है। ताकतिलो खानाहरू खानुपर्ने। र अर्को छ अब भगवान्, ईश्वर है, परमेश्वर भन्छौँ, ईश्वर भन्छौँ अब। र अब भगवान् पनि अब फिल गर्न सक्छौँ तर देख्न सक्दैनौँ हामी हो। तर भयङ्कर हो नि त अब होइन, साह्रो गाह्रो पर्दा त भगवानै हे भगवान् भनेर भन्छौँ हो। अब त्यस्तो छ। अर्को चाहिँ अब के रह्यो त होइन, आँखाले देख्न नसकिने चिज न्युक्लियर अब एटम्सहरू। एटम्स पनि अब न्युक्लियर विपन्सहरू है सबैजना डराउँछन् हो। अब त्यो त अब चलाउनै भएन है, देशहरूसित छ भयङ्कर छ त्यो विपन्स है, न्युक्लियर विपन्स भनेर सबै डराउँछन् हो। अब एकैछिनमा अब कतिवटा देश खतम हुन्छ हो, संसार खतम हुन्छ। अब तर अब न्युक्लियर अब देखिँदैन, अब न्युक्लियस देखिँदैन, एटम देखिँदैन, एटम बमहरू छ। अब तर अब आँखाले देख्न सकिँदैन। र यस्तो छ अब यो आँखाले देख्न नसकिने चिज चाहिँ भयङ्कर लाग्दछ। जस्तै अब पानी पनि भन्नुहुन्छ होला है, पानीले पनि अब डुबाउहरू हुन्छ, पहिरो हुन्छ। तर अब त्यो पानी पनि हावाले गर्दा हो नि त। हावा छैन भने त पानी पर्दैन। त्यस्तो हो नि त कुरा। र आजको भिडियो यति नै है, कस्तो लाग्यो तपाईँहरूलाई र तपाईँहरूले पनि तपाईँहरूको भनाइ पनि के छ भन्नुहोला है, कमेन्टमा लेख्नुहोला है। हवस्, आजलाई नमस्कार। फेरि अर्को भिडियो लिएर यस्तै ज्ञानवर्धक कुराहरू लिएर फेरि आउने कोसिस गर्नेछु। नमस्कार।